हैन यो डेली भिडियो बनाउँछु अनि पोस्ट गर्छु भन्यो जहिले खैकेले गर्दा नमिलेर पोस्ट गर्न नसक्ने म मात्रै हो कि हजुरहरु पनि हुनुहुन्छ। हेलो एभ्रीवन, वेलकम टु माई मिनी ब्लग डे 9। मैले जहिले सोच्ने गर्छु के सधैँ मलाई फेसबुकले च्यालेन्ज गर्छ यो गर त्यो गर भनेर, अनि अब चाहिँ मैले डेली उसले भनेको काम गरेर उसले भन्दा धेरै भनेको भन्दा धेरै गरेर चाहिँ उसलाई च्यालेन्ज गर्छु भन्ने सोच्छु। अनि त्यसपछि खै के मिल्दैन लास्टमा मैले पोस्ट गर्नै सक्दिनँ, उसले भनेको काम गर्नै सक्दिनँ। जागिर भएको भए जसरी पनि बाध्यता हुन्थ्यो, गरिन्थ्यो होला नगरी हुँदैन भनेर के गर्नु, गरे पनि भयो नगरे पनि भयो भन्ने सोचेर त होला जस्तो पनि लाग्छ आफूलाई। फेरि भिडियो आज पोस्ट गरेको भए पनि यो चाहिँ मेरो सटरडेको काम हो। सटरडे हामी फटाफट उठ्यौँ, उठिसकेपछि बाबुले एप्पल देखिन् अनि मलाई सिँगै चाहियो भनेर बाबुले खाँदै छिन् सिँगै एप्पल, हाँस्दै बसी छिन्। अनि मैले चाहिँ बाबुको लागि ड्राई फ्रुट्स पाउडरहरू सकेको थियो त्यो रेडी गराउँदैछु। बदाम, काजु, अनि फेरि पिस्ता, ओखर, अनि त्यसपछि मखाना रेडी पार्दैछु। मखानाको पेस्ट चाहिँ मैले छुट्टै राख्छु अनि अरूहरूको पाउडर चाहिँ मैले छुट्टै राख्छु। अनि ठुलो बाबुले यता होमवर्क गर्दैछिन्, हाँस्दैछिन्, मामु मेरो भिडियो खिच्नु न भन्छन्, उनी चाहिँ मक्ख पर्छिन्। रेडी भयो ड्राई फ्रुट्स पाउडर, त्यसलाई मैले मिक्स गर्दैछु। अनि त्यसपछि यो मखानाको पाउडर अनि लिटो पकाउँदैछु बाबुलाई खुवाउनको लागि। ठुलो बाबुले मैले मान्छेको चित्र बनाउँदैछु, त्रिशूल बनाउँदैछु, मामु क्लिक गर्दिनु न भनी